झापाको बिर्तामोडमा प्रथम उपमेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। जेठ 3 र 4 गते हुने प्रतियोगिताको बारेमा आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। बिर्तामोड नगरपालिका वडा नम्बर 9 खेलकुद विकास समितिको आयोजनामा भलिबल प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष विश्वदीप राजवंशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बिर्तामोड नगरपालिका सह आयोजक हुनेछ। 10वटा वडाबाट टिमहरू सहभागी हुने प्रतियोगिताको विजेताले नगद 1,01,000 रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राजवंशीले जानकारी दिनुभएको छ। त्यस्तै उपविजेता टिमले 51,100 रुपैयाँ प्राप्त गर्ने जनाइएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई स्थानीय तहसम्म पुर्याउन, युवाहरूलाई खेलकुदको माध्यमबाट अनुशासित र सक्रिय बनाउन तथा बिर्तामोड नगरभित्र लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको उहाँले जानकारी दिनुभएको हो। प्रतियोगितामा बिर्तामोड नगरपालिकाका वडाहरूबीच स्वास्थ्य प्रतिस्पर्धा हुने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने जनाइएको छ। वडा स्तरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई प्रोत्साहन र विकासको अवसर प्रदान गर्दै युवाहरूलाई अनुशासित र स्वास्थ्यप्रद जीवनशैलीतर्फ अभिप्रेरित गर्ने प्रतियोगिताको उद्देश्य रहेको छ। बिर्तामोडलाई खेलमैत्री नगरको रूपमा विकास र प्रवर्धन गर्न प्रतियोगिताले मद्दत पुग्ने आयोजकको भनाइ छ। प्रतियोगितामा उत्कृष्ट खेलाडीका लागि उचित पुरस्कार, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने जनाइएको छ। पत्रकार सम्मेलनमा वडा नम्बर 9 का वडा अध्यक्ष हरिप्रसाद चम्लागाई, नगर खेलकुद विकास समितिका उपाध्यक्ष सन्तोष गुरुङ, अफिसियल मिलन लिम्बू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रममा कार्यपालिका सदस्य सङ्गीता शिवा, वडा खेलकुद समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।